हरे कृष्ण। म त्रिदण्डी प्रभुपाद दास। श्रीमद् भगवत गीतासँगै हामीले श्रील प्रभुपादले लेख्नु भएको विभिन्न शास्त्रहरू, विभिन्न आध्यात्मिक पुस्तकहरू अध्ययन गरिरहेका छौँ। त्यस अन्तर्गत मलाई असाध्यै मन परेको एउटा आत्मविज्ञान भन्ने पुस्तक रहेको छ। यसको हामीले अघिल्लो भिडियोमा प्रस्तावना अध्ययन गर्यौं भने आज म तपाईहरुलाई यसको भूमिका र श्रील प्रभुपादका कृतिमा विश्वका शीर्षस्थ विद्वानहरूको सराहना भन्ने पाठ पढ्दैछु। कृपया ध्यानपूर्वक सुन्नुहोला। अब लागौं आजको भिडियोतर्फ। श्रील प्रभुपाद को हुन्? मानिसहरू अक्सर सोध्ने गर्छन्, तर यस प्रश्नको उत्तर त्यति सजिलो छैन, किनभने श्रील प्रभुपादले पुरातन पहिचानहरूलाई सधैँ लुकाएर राख्नुहुन्थ्यो। विभिन्न बेलामा मानिसहरूले उहाँलाई एउटा विद्वान, दार्शनिक, सांस्कृतिक अग्रदूत, सक्षम लेखक, धार्मिक नेता, गुरु, सामाजिक समालोचक वा साधुका रूपमा सम्बोधन गर्थे। वास्तवमा उहाँ समग्रमै उपयुक्त विशेषताहरूले सम्पन्न हुनुहुन्थ्यो भने उहाँमा अझै अन्य विशेषताहरू पनि थिए। हुन पनि उहाँलाई कसैले पनि पूर्वीय दर्शन र अध्यात्मको सस्तो सौगात बोकेर आएका आधुनिक ढोंगी गुरुको रूपमा लिएनन्। श्रील प्रभुपाद त असीम बौद्धिक क्षमता र अध्यात्म ज्ञानका धनी एउटा सच्चा साधु हुनुहुन्थ्यो। अध्यात्म ज्ञानको अभावमा अन्धो बनेका वर्तमान भौतिकवादी समाजप्रति उहाँको गहिरो चासो एवं दयाभाव थियो। मानव समाजलाई आध्यात्मिक ज्ञानको उज्यालो दिएर मानव जीवनको महान गन्तव्यतिर डोर्याउनकै लागि श्रील प्रभुपादले भारतीय धर्म दर्शन सम्बन्धी सरलार्थ एवं भावार्थ सहितको झण्डै 80 वटा ग्रन्थहरू लेख्नुभयो। ती ग्रन्थहरू अंग्रेजी लगायत अनेकौं विश्व भाषाहरूमा प्रकाशित भए र हुँदैछन्। सन् 1944 मा श्रील प्रभुपादको एकल प्रयासमा भगवत दर्शन मासिक अर्थात् ब्याक टु गडेड पत्रिका प्रकाशन गर्न थालिएको थियो। आज तिनै पत्रिकाको अंग्रेजी संस्करण मात्र प्रति महिना 5 लाख भन्दा अधिक प्रति वितरण गरिएका छन्। प्रस्तुत आत्मविज्ञानमा समावेश गरिएका प्राय सबै अन्तर्वार्ता, प्रवचन, निबन्ध तथा पत्रहरूको सङ्गालो प्रथमतः भगवत दर्शनमा छापिएका थिए। प्रस्तुत ग्रन्थका पंक्तिहरूमा श्रील प्रभुपादले तिनै दिव्य सन्देश प्रस्तुत गर्नुभएको छ, जसलाई महर्षि व्यासदेवले हजारौं वर्ष अघि प्राचीन भारतीय वेद शास्त्रका रूपमा लिपिबद्ध गरेका थिए। हामी स्वयं यस ग्रन्थमा देख्न सक्छौं। उहाँले विशेष गरी भगवत गीता, श्रीमद् भागवत र अन्य वैदिक ग्रन्थहरूबाट स्वच्छन्द रूपमा उद्धरण प्रस्तुत गर्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय भाषाका रूपमा चिनिएको अंग्रेजी भाषामा तिनै शाश्वत ज्ञानहरूको सन्देश दिनुभएको छ, जसलाई लाखौं वर्ष अघि महान सन्त एवं पूर्व आचार्यहरूले मुक्त कण्ठले बोलेका थिए। उहाँले दिनुभएका यी शाश्वत सन्देशहरू आज 80 भन्दा बढी अन्य विश्व भाषाहरूमा पनि प्रकाशित एवं प्रचारित भइरहेका छन्। यी शाश्वत ज्ञानहरूको सन्देश यस्तो सन्देश हो जसले हामीभित्र विद्यमान रहेको शाश्वत आत्माको सम्बोधन गरिदिन्छ। भित्र बाहिर सर्वत्र विराजमान रहेका विश्वात्मा वा परमात्मालाई चिनाइदिन्छ र जीव जगतको रहस्य उद्घाटन गरिदिन्छ। श्रील प्रभुपादको बोलीमा एकदमै स्पष्टता पाइन्छ। अनभिज्ञहरूलाई विज्ञ बनाउन श्रील प्रभुपाद स्वयं सरल ढंगले प्रस्तुत भइदिनुहुन्छ र विज्ञान तथा प्रविधिले उन्मत्त बनेको आधुनिक विश्वभित्र अस्तव्यस्तसँग जीवन यात्रा हाँकिरहेका जनजीवनमा आत्मविज्ञानको उज्यालो छरिदिनुहुन्छ। यस विशिष्ट ग्रन्थमा समावेश गरिएका 36 वटा विषयवस्तुहरूमध्ये हामी श्रील प्रभुपादका अमेरिकामा पदार्पण हुँदा लेखिएका अत्यन्त भावपूर्ण कविताको श्रवण गर्न सक्छौं। क्यानाडाली विश्वविख्यात मुटु विशेषज्ञ डाक्टर बिग्लोसँग आत्माको खोज विषयमा उहाँको पत्राचार पढ्न पाउँछौं। बीबीसी संवाददाता माइक रबिन्ससँग पुनर्जन्मको सन्दर्भमा रहस्य खुलासा गर्नुभएको रोचक वार्ता पढ्न पाउँदछौं। लन्डन टाइम्स पत्रिकाका संवाददाता समक्ष सद्गुरु तथा धूर्त गुरुको विषयमा बोल्नु भएको उहाँको समसामयिक टिप्पणी सुन्न पाउँछौं। जर्मन बेनेडिक्टिन ईसाई पादरीसँग ख्रिस्ट र क्राइस्टका विषयमा बोलिएको उहाँको संवाद पढ्न पाउँछौं। सर्वज्ञ परमात्माको सर्वज्ञता तथा कर्मतन्त्रका विषयमा उहाँको अन्तर्दृष्टि अवलोकन गर्न पाउँछौं। आध्यात्मिक साम्यवादका सन्दर्भमा एकजना प्रकाण्ड ऋषि विद्वानसँग सम्पन्न भएको उहाँको संवाद सुन्न सक्छौं र आधुनिक विज्ञानको पाखण्ड विषयमा आफ्ना वैज्ञानिक शिष्यहरूसँग सम्पन्न भएको उहाँको वार्ता सुन्न सक्छौं। प्रस्तुत विषयवस्तुहरू तपाईँ क्रमैसँग पढ्न सक्नुहुन्छ, अथवा जुन विषयले प्रथमतः तपाईँको ध्यानाकर्षण गराउँदछ तपाईँ त्यही विषय पढ्न सक्नुहुनेछ। यस आत्मविज्ञानले तपाईँलाई चुनौती दिनेछ, तपाईँको जीवनमा नयाँ बिहानी ल्याइदिनेछ र अध्यात्म ज्ञानको अनन्त उज्यालो पाएर तपाईँ रोमाञ्चित बन्नुहुनेछ। प्रकाशक। अब हामी श्रील प्रभुपादका कृतिमा विश्वका शीर्षस्थ विद्वानहरूको सराहना, को विद्वानहरूले के भन्नुभएको रहेछ अब क्रमैसँग म पढ्न गइरहेको छु। कृपया ध्यानपूर्वक सुन्नुहोला।
विगत 40 वर्ष अघिदेखि विश्वमा सर्वत्र कृष्ण भावनामृत अभियान फैलाउनका सशक्त भूमिका निर्वाह गरेका श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपादका कृतिमा विश्वका विशिष्ट विद्वानहरूले सराहनापूर्वक टिप्पणी गरेका छन्। श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपादले अत्यन्त महत्त्वपूर्ण कार्य सम्पादन गरिरहनु भएको छ। उहाँका ग्रन्थहरूले मानव जातिको मोक्ष प्रशस्त गर्नमा उल्लेख्य योगदान गर्नेछन्। स्वर्गीय लाल बहादुर शास्त्री, भारतीय पूर्व प्रधानमन्त्री। स्वामी भक्तिवेदान्तले पाश्चात्य मुलुकलाई समय सापेक्ष संस्मरण गराइरहनु भएको छ, जबकि यतिखेर घाँसबासकै लागि मात्र अस्तव्यस्त भइरहेको हाम्रो एकल काँटे संस्कृतिले भयंकर संकटको सामना गरिरहनु परेको छ। आत्मज्ञानको अभावमा विकसित हुन आएको हाम्रो पाश्चात्य संस्कृति आम विनाशकारी पनि हुन सक्छ। आत्माको शाश्वत गरिमालाई बेलैमा नबुझिदिने हो भने हाम्रा सामाजिक, राजनीतिक तथा नैतिक नाराहरू फोस र गफ मात्र बन्न पुग्नेछन्। थोमस मर्टन, धर्मविद। भारतीय सन्त महात्माहरूले औल्याएका विविध धार्मिक मार्गहरूमध्ये श्री चैतन्य महाप्रभुको परम्परामा आउनुभएका 10औं आचार्य श्री भक्तिवेदान्त स्वामी प्रभुपादले जनसमक्ष प्रस्तुत गर्नुभएका कृष्ण भक्तिको मार्ग अत्यन्त लोकप्रिय बन्न आइपुगेको छ। यसो हेर्दा भक्तिवेदान्त स्वामीले अद्भुत चमत्कार गरिरहनु भएको छ। उहाँको प्रगाढ भक्ति एवं आत्मसमर्पण, लक्ष्य सिद्धिका लागि उहाँको दृढ संकल्प र उहाँको सशक्त एवं सक्षम नेतृत्वमा न्युयोर्कको एउटा नगण्य ठाउँबाट सुरु गरिएको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघलाई 10औं वर्षको थोरै समयभित्र विश्वव्यापक बनाएर उहाँले विश्वभरि हजारौं कृष्ण भक्तहरू जन्माउनुभयो। विश्वका प्रमुख शहरहरूमा थुप्रै राधाकृष्ण मन्दिरहरू स्थापना गर्नुभयो र भगवान श्रीकृष्ण तथा चैतन्य महाप्रभुद्वारा प्रतिपादित थुप्रै भक्ति ग्रन्थहरूको रचना गर्नुभयो। प्राध्यापक महेश मेहता, एसियाली स्वाध्याय प्राचार्य, विन्डसोर विश्वविद्यालय, ओन्टेरियो, क्यानाडा। एसी भक्तिवेदान्त स्वामी प्रभुपाद लब्ध प्रतिष्ठ आचार्य तथा एउटा महान परम्पराका उत्तराधिकारी हुनुहुन्छ। जोसेफ जिन लेन्जो डेल वास्तो, बहुचर्चित फ्रान्सेली दार्शनिक एवं लेखक। श्रील प्रभुपादका विशाल साहित्यहरूमा पाइने विद्वता र भक्तिको उचाइलाई मेरा शब्दहरूले व्याख्या गर्न सक्दैनन्। श्रील प्रभुपादको यस्तो गरिमामय अठोटबाट हाम्रा भावी पुस्ताले एउटा सुन्दर संसारको दर्शन गर्न पाउनेछन्। श्रील प्रभुपाद मानव जातिको आध्यात्मिक एकता र विश्व बन्धुत्वका पक्षमा उभिनु भएको छ। भारत बाहिर, खास गरी पश्चिमी देशहरूमा विद्वत समुदाय श्रील प्रभुपाद प्रति सदाका लागि आभारी हुनेछन्, जसले उनीहरूलाई भक्तिमय भारतमा आविर्भूत हुनुभएका श्रीकृष्णको दर्शन गराइदिनु भएको छ। श्री विश्वनाथ शुक्ल, पीएचडी, प्राध्यापक, हिन्दी मुस्लिम विश्वविद्यालय, अलीगढ, यूपी, भारत। यहाँ पश्चिमी मुलुकमा आएर बसेका म जस्ता भारतीय नागरिकले आफ्नै देशवासी अनेकौं दाजुभाइहरू यहाँ पश्चिमी मुलुकमा गुरु एवं आध्यात्मिक नेताको भूमिका निर्वाह गर्न आएको देख्दा मलाई असाध्यै पीडा भइरहेको थियो। यहाँ पश्चिमी देशमा एउटा सामान्य व्यक्ति जन्मैदेखि इसाई धर्मका मान्यताहरूप्रति आस्थावान हुन्छ भने भारतमा कुनै पनि सामान्य मानिस जन्मैदेखि योग तथा ध्यान सम्बन्धी विषयमा परिचित हुन्छ। दुर्भाग्यवश भारतबाट यस्ता थुप्रै निर्लज्ज धूर्तहरू आउन थालेका छन्, जसले यहाँका पश्चिमीहरूलाई योग र ध्यानको सस्तो पाठ पढाएर मन्त्र बेच्दै ठग्ने र आफूलाई ईश्वरको अवतार घोषित गर्ने गरेको देखिन्छ। यसरी यी थुप्रै ठगहरू यहाँ आई पश्चिमीहरू समक्ष ईश्वरका रूपमा प्रस्तुत हुने गर्दा भारतीय धर्म संस्कृतिको यथार्थलाई बुझेका विज्ञ व्यक्तिहरू चिन्तित बनेका छन्। यिनै कारणले गर्दा श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपादका प्रकाशनहरूलाई देख्न पाउँदा मेरो हर्षको सीमा रहेको छैन। यी प्रकाशनहरू पाखण्डी गुरु र योगीहरूको भयंकर ठगीलाई तत्काल अन्त्य गर्नमा सहायक हुनेछन्। सर्वसाधारणका लागि भारतीय धर्म संस्कृतिको यथार्थ बुझ्ने यथेष्ट अवसर प्राप्त हुनेछ। डाक्टर कैलाश वाजपेयी, भारतीय स्वाध्यायका निर्देशक, प्राच्य संस्कृति केन्द्र, मेक्सिको विश्वविद्यालय। श्री एसी भक्तिवेदान्त स्वामी प्रभुपादका ग्रन्थहरू सुन्दर मात्र नभई समय सापेक्ष पनि छन्, किनभने हाम्रो मुलुकले हाम्रा जीवन पद्धतिहरूलाई सुहाउने नयाँ सांस्कृतिक शैलीहरू खोजेको छ। डाक्टर सीएल स्प्रेडब्युरी, समाजशास्त्रका प्राध्यापक, स्टिफेन अफ अस्टिन टेस्ट विश्वविद्यालय। भक्तिवेदान्त बुक ट्रस्टका प्रकाशकहरूको विषयगत परीक्षण गर्न पाउँदा मैले सुखद अनुभूति बटुल्न पाएको छु भने म स्वयं सम्मानित हुन पाएको अनुभव समेत गरेको छु। यी प्रकाशनहरू सबै शिक्षण संस्था र पुस्तकालयहरूका लागि अत्यन्त उपयोगी हुनेछन्। म खास गरी भारतीय दर्शन तथा संस्कृति विधाका सबै प्राध्यापक एवं विद्यार्थीहरूलाई श्रीमद् भागवत ग्रन्थ अध्ययन गर्नु हुन अनुरोध गर्दछु। श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपाद प्रकाण्ड विद्वान मात्र नभई विश्वविख्यात सन्त साथै
वैदिक धर्म दर्शनका जीवन उपयोगी साधना र व्यावहारिक पक्षहरूलाई मार्ग प्रशस्त गर्ने मार्गद्रष्टा हुनुहुन्छ। उहाँले विश्वव्यापी सयौं मन्दिर तथा आश्रमहरू स्थापना गर्नुभएको छ, जहाँ वैदिक ज्ञानको स्वाध्याय एवं साधना गरिन्छ। विश्वका प्राय सबै मुलुकहरूमा सनातन धर्म र वैदिक जीवनशैली स्थापना गर्नमा उहाँको योगदान अत्यन्तै सराहनीय छ। वास्तवमा स्वामी भक्तिवेदान्त जस्ता महापुरुषद्वारा विश्व कल्याणका निम्ति विश्वभरि नै भागवत धर्मको पावन सन्देश प्रचार प्रसार गरेकोमा उहाँप्रति म एकदमै आभारी भएको छु। डाक्टर आर कालिया, अध्यक्ष, भारतीय पुस्तकालय सङ्घ। वैदिक ग्रन्थहरूमा सरस सरलार्थ र भावार्थ प्रस्तुत गर्दै स्वामी भक्तिवेदान्तले भगवत भक्तहरूको कर कमलमा परम पावन सेवा समर्पण गर्नुभएको छ। अज्ञानको अन्धकारलाई हटाई ज्ञानको ज्योति छर्नुपर्ने आजको चुनौतीपूर्ण परिस्थितिमा उहाँका समसामयिक प्रस्तुतिले परम सत्यलाई उजागर तुल्याई जनजीवनका हरेक मोडहरूमा सौभाग्यको द्वार खोलिदिनेछन्। जीवन के हो, कहाँबाट सुरु भयो र कहाँ जानु छ भनेर जान्न खोजिरहेका अनेकौं जिज्ञासुहरूलाई उहाँको कलमले परमेश्वरको पावनतातर्फ डोर्याइदिनेछन्। डाक्टर जुडिथ एम टाइबर्ग, संस्थापक तथा निर्देशक, पूर्व पश्चिम सांस्कृतिक केन्द्र, लस एन्जलस, क्यालिफोर्निया। चैतन्य सम्प्रदायका आधिकारिक उत्तराधिकारी भएका कारण लेखकलाई गरिमामय भारतीय परम्परा अनुसार श्री श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपाद भनेर जनसमक्ष चिनिनु एकदमै सान्दर्भिक छ। स्वामी प्रभुपादको संस्कृत भाषामा सरस्वतीले बास गरेकी छिन् भन्नु अत्युक्ति नहोला। उहाँको भगवत गीता यथारूप जति जति पढ्दै गयो उति उति हामीमा जाँगर र जोस पल्लवित भएर आउँदछ। हामी उहाँको लेखनमा चैतन्य महाप्रभुको सिङ्गो सैद्धान्तिक मान्यता यत्र तत्र चरितार्थ भएको अनुभव गर्छौं। एउटा ईसाई दार्शनिक तथा भारतविदका कलमबाट चढाइएको यो छोटो संस्तुतिले सुमधुर सौहार्दको कोसेली दिन खोजेको छ। ओलिभियर लकम्बे, सम्माननीय प्राध्यापक, पेरिस विश्वविद्यालय, सोरबोन्ने, पूर्व निर्देशक, भारतीय सभ्यता संस्थान, पेरिस। मैले भक्तिवेदान्त स्वामीजीका ग्रन्थहरू एकदमै ध्यान दिएर पढेँ। जसले प्राचीन भारतीय धर्म तथा सांस्कृतिक सम्पदाको शाश्वत गरिमालाई बुझ्न चाहन्छन् उनीहरूका लागि यी ग्रन्थहरू नितान्त जीवन उपयोगी हुने मैले अनुभव गरेँ। ग्रन्थकार महोदयले ग्रन्थका प्रत्येक पानामा प्रतिपादन गरिएका विषयवस्तुहरूमाथि अभूतपूर्व विद्वता पोख्नु भएको छ। उहाँमा विषयवस्तुको गहिरो बुझाइ छ, जसले गर्दा कतिपय अप्ठ्यारा एवं जटिल कुराहरूलाई पनि उहाँले सहज ढङ्गमा सम्झाउन सक्नु भएको छ। यस्तो असाधारण प्रतिभाका धनी तिनै व्यक्ति हुन्छन् जसलाई बाल्यकालदेखि नै वैष्णव सम्प्रदायभित्र वैष्णव सिद्धान्त र दर्शनका सर्वाङ्गीण पक्षहरूमा शिक्षा, दीक्षा र संस्कार दिई निष्णात बनाएको हुन्छ, जसले आफ्नो जीवनभरिको त्याग, तपस्या एवं स्वाध्याय र साधनाका बलमा परमार्थ तथा सर्वसिद्धिलाई चुम्न समर्थ भइसकेको देखिन्छ, जसलाई विरलै सन्त महात्माहरूले पाउने गर्छन्। डाक्टर एच बी कुलकर्णी, प्राध्यापक, अंग्रेजी तथा दर्शन शास्त्र, उटाह राज्य विश्वविद्यालय, लोगन, उटाह। स्वामीजीका कृपाले आजको सन्तप्त मानव समाज र विश्वलाई महत्त्वपूर्ण योगदान दिनेछन्। डाक्टर सुद यल भट्ट, प्राध्यापक, भारतीय भाषा, बोस्टन विश्वविद्यालय, बोस्टन, मस्चुसेट्स। कृष्णदास कविराज गोस्वामीकृत श्री चैतन्य चरितामृत बंगला ग्रन्थलाई श्री श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपादले प्रस्तुत गर्नुभएको अंग्रेजी रूपान्तरण भारतीय स्वाध्यायका विद्वानहरू तथा भारतीय धर्म संस्कृति सम्बन्धी ज्ञान आर्जन गर्न खोजिरहेका सर्वसाधारणहरूका लागि आनन्दोत्सवको विषय बन्न पुगेको छ। अन्य कृतिहरूमा जस्तै चैतन्य चरितामृत ग्रन्थमा प्रस्तुत गरिएको भाष्य जसले निहालेर पढ्दछ उसले तिनमा श्री भक्तिवेदान्त स्वामीजीद्वारा पस्किएका प्रखर भक्तिनिष्ठा, भाव, सौन्दर्य र बौद्धिक प्रतिभाको सुन्दर सम्मिश्रण पाउनेछ। अत्यन्तै सुन्दर एवं आकर्षक गाथा सहित बहुखण्डमा तयार पारिएका यी ग्रन्थहरूले जो भारतीय अध्यात्म तथा धर्म संस्कृतिको स्वाध्याय प्रति समर्पित रहेका छन् उनीहरूको पुस्तकालयमा अलौकिक सौरभ छरिदिनेछन्, चाहे उनीहरूको चाहना विज्ञ विद्वान, भगवत भक्त वा सामान्य पाठक बन्नुमा केन्द्रित रहेको किन नहोस्। डाक्टर जे ब्रुस लङ, एसियन स्वाध्याय विभाग, कार्नेल विश्वविद्यालय। आज हामीले आत्मविज्ञान विषयको भूमिका र श्रील प्रभुपादका कृतिमा विश्वका शीर्षस्थ विद्वानहरूको सराहना भन्ने पाठ पढ्यौं र अर्को भिडियोमा हामीले आत्मविज्ञानको परिशीलन भन्ने पहिलो पाठबाट सुरु गर्नेछौँ। आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो कृपया मन पर्यो भनेदेखि लाइक, कमेन्ट, शेयर गर्न नभुल्नुहोला र यस्तै जानकारीको लागि मेरो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई दबाउनुहोला।
हरे कृष्ण।